बालबालिकालाई मोबाइलबाट टाढा राखेर विज्ञानसँग प्रेम गराउने तरिका यस्तै हो। सानो सानो तर अचम्मका प्रयोग मार्फत चुम्बकको दुवै छेउमा बोतलको ढकनी राख्नुहोस्, माथिबाट प्लास्टिकको पातलो पाता थिच्नुहोस् र त्यसमा लट्टु घुमाउनुहोस्। बिस्तारै प्लास्टिक पाता उठाएर लट्टु हटाउँदा लट्टु हावामै घुमिरहन्छ। यही नै चुम्बकीय तैरिने रेलको रहस्य हो। बालुवामाथि अल्कोहल हाल्नुहोस्, त्यसपछि चिनी र बेकिङ सोडाको मिश्रण छर्किनुहोस्। लाइटरले बाल्दा कालो पदार्थ बाहिर निस्कन्छ। यसलाई फारोको जिब्रो प्रयोग भनिन्छ। चकलेटलाई तेर्सो गरी काटेर यसरी सार्नुहोस्। अब तपाईले अन्तहीन चकलेट पाउनुभयो। कटौराको तल सिधै प्वाल पार्दा कटौरा फुट्छ, तर कटौरालाई पानीभित्र राखेर किलाले हानेमा सुन्दर गोलो प्वाल बन्छ। यो पानीको कुशन प्रभाव हो। बाँकी दूध कोकको बोतलमा हाल्नुहोस्, ढकनी कस्सेर बन्द गर्नुहोस्। केही बेरपछि कोक सफा हुन्छ। यो देखेपछि दूध र कोकसँगै खान हिम्मत हुन्छ? टमाटरमा एउटा फलाम र एउटा तामाको टुक्रा घुसाउनुहोस्। तारले जोड्दा तपाईको हातको इलेक्ट्रोनिक घडी बल्छ। यो इलेक्ट्रोन प्रवाहको सिद्धान्त हो। प्यानको तल लसुनले गोलो घेरा बनाउनुहोस्। अण्डा फ्राई गर्दा अण्डा एकदमै गोलो बन्छ। लसुनको रस औँलामा लगाएर अण्डाको पहेँलो भाग सजिलै टिप्न सकिन्छ। यो दोस्रो स्तरीय विज्ञान सिद्धान्त हो। अंगुरले फ्रिजरबाट निकालेर बिस्तारै बरफ पानीमा राख्दा अंगुर वरिपरि पानी जम्छ। यो पानी तुरुन्तै बरफ बन्ने शक्ति हो। माचिसको टाउको भाँचेर बाँसको सानो काठी र एल्युमिनियम फोइलसँग बेर्नुहोस्। टुप्पो चापेर लन्च प्याडमा राखी आगो लगाउँदा रकेट प्रक्षेपण जस्तै देखिन्छ। पानीले भरिएको बेलुनमा टेप टास्नुहोस्। त्यही प्वाल पार्दा बेलुन फुट्दैन, बरु स्थिर पानीको धार निस्कन्छ। यो लेमिनार फ्लो घटना हो। हावामा तैरिरहेको कार्ड तौल सहन सक्दैन, तर पानीले भरिएको कपमा राख्दा नतिजा फरक देखिन्छ। यो पानीको सतह तनाव हो। छानाले चामल र मकै छान्दा चुहिन्छ, तर पिठो छान्दा एक थोपा पनि चुहिँदैन। किन? दुईवटा साँचुलाई पातलो तारले बाँध्नुहोस्। ब्याट्रीको धनात्मक र ऋणात्मक टर्मिनलमा जोड्दा घरेलु विद्युत तात्ने चक्कु बन्छ। यो विद्युत प्रतिरोधको नियम हो। विज्ञान अचम्मले भरिएको छ। किन न आफ्ना बालबालिकासँग